हेलो साथीहरू, तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। र म आज जाँदैछु भिजिट गर्न जर्सिङ पौवा जुन काठमाडौँदेखि बढीमा 1 घण्टा लाग्छ होला। म आफ्नो ब्लगमा त्यही देखाउँछु। हाम्रो अहिले जर्सिङ पौवामा जाँदाखेरिको बाटो कस्तो छ र कुन बाटो जान सकिन्छ भनेर हजुर पनि जान चाहनुहुन्छ भने मेरो ब्लग हेरेर जान सक्नुहुन्छ। बाटोको अवस्था हेरेर कस्तो छ भनेर मेरो यो ब्लग चाबेलबाट सुरु गरेको छु। हाम्रो खानेकुरा माथि गएर खाने ल राख न ब्यागमा एक झोला खानेकुरा छ। अब यहाँ माथि गएर अब खाना पायो भने त्यतिखेर खाऊँ ल। यो भनेको माथिको त्यो अर्को लोकेसन देखाएको थियो त्यहाँनिर गएर पाउने नपाउने यहीँबाट किनेर
साथीहरू हामी कुन ठाउँमा आएको अरे झर्सिङ पौवा ल झर्सिङ पौवा आउँदाखेरि तपाईँहरूले यहाँ पछाडि हाम्रो भ्यू देख्नुभयो होला है त्यहाँ कस्तो देख्नुभयो भनेर अब यसो हिँडुल गरिरहेछौँ अब यसो अगाडितिर यसो ग्राउन्ड छ हामी ग्राउन्डतिर गएर अनि यसो ड्राई फ्रुटहरू लिएर आछौँ स्न्याकहरू बिहान हिँडेको अलिअलि भोक लगाइरह अलिकति खाएर अनि त्यसपछि तलतिर झर्छौँ होला हामी ल हेर्नु त पछाडिको भ्यू कस्तो राम्रो छ बिस्तारै लिएर जान्छ देखिरह जाउँ साथीहरूलाई भनेको आउनु जाम भनेर छैन केटाहरू खै घरिको एउटाको कसको के बहाना एउटाको कसको के बहाना भनेर आएन है अनि हामी दुईजना डुल्न निस्किहाल्यौँ तर आएको चाहिँ फाइदा भयो है कस्तो राम्रो हो यहाँबाट पुरै हिमाल खुलेको देखिने कि हिउँ परेको झन् यो भनेको हाम्रो जुगल हिमाल होला है जुगल हो त्यही त नजिकैको काठमाडौँको यहाँनिर यसो बाइक यसो राइड गरेर एक दुईवटा बाइकको पनि भिडियो बनाउनु पर्छ हामी दुईजनाले है ल केटा आयो हेर है तिमीहरू हेर अब नआएपछि अब यतिको भ्यू हेरेर बस्छ अब होइन हामी त यहाँ आँखाले आफै हेऱ्यौँ अब तिमीहरूले हाम्रो यहाँ भ्लगमा हेर अब कस्तो भ्यू देखिँदो रहेछ पछाडि भनेर होइन पछुतो लाग्छ अब यिनीहरूलाई अब हाम्रो भिडियो हेरेर तिमीहरू पछुताउनेछौ कि किन गइएन गा भए यस्तो भ्यू हेर्न पाइने रहेछ भनेर नजिकै काखैमा छ हिमाल फेरि काठमाडौँबाट धेरै पनि होइन कि बढीमा 45 देखि 1 घन्टा 45 मिनट लाग्यो होला है 45 मिनट बिहानमा जाम पनि भएन एकदम एक्सप्रेस भयो ल अब हामी यही बस्छौँ होला खाजा खानलाई खाजा हामी लिएर आएको छौँ उतैबाट किनभने यहाँ पसल छैन त्यही भएर अब यही बसौँ है टेन्टिने कस्तो मजाको ग्राउन्ड छ हेर है केटा मजाले यहाँ चौरमा बसेर घाम ताप्दै यस्तो हिमालको दृश्य हेर्दै त्यसपछि हामी यही चौरमा बसेर दुईजना साथी मिलेर खाजा खायौँ खाजा खाएदेखि एउटा सानो डिजे सानो साउन्ड लिएर गएको थियो त्यही बजाएर मजाले खाँदै बसिरहेको थियो अब यसमा बजायो भने हाम्रो कपिराइट आउँछ त्यही भएर नबजाइकन मैले यतिकै रेकर्ड गरेर भनिदिरहेको छु जाँदाखेरि चाहिँ हजुरहरू तलबाटै ड्राई फ्रुटहरू किनेर लिएर जानु होला माथि पसल छैन अनि त्यति खाएर हामी त्यतै काठमाडौँ र आफ्नै रुमतिर फर्क्यौँ दुईजना जोस् रमाइलो भयो ठाउँ राम्रो थियो अब दृश्यहरू पनि राम्रो थियो जाँदाखेरि त्यही मौसम हेरेर जानु होला बिहान जाँदाखेरि राम्रो बिहान पुरै मौसम खुल्या हुन्छ